आज 80औं हप्तासम्म आइपुग्दाखेरि यो टोखा नगरभित्र रहेका नदी, यहाँ रहेका सार्वजनिक स्थल, बाटो, नगरको यो टोल बस्तीहरूको सरसफाइमा हामी जोड्दै आएका छौँ। आज हामी यो 6 नम्बर वडामा यो चिसो मौसममा पनि यो किसिमको व्यापक सहभागितामा आज हामीले यो सरसफाइ कार्यक्रम सम्पन्न गरेका छौँ। सुरु अभियानदेखि अनवरत रूपमा हामीलाई साथ सहयोग दिँदै आउनुभएका सम्पूर्ण सङ्घ संस्था, सरसफाइ कम्पनी, अभियन्ताहरूप्रति पुनः हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हामीले देख्यौँ 6 नम्बर वडा तुलनात्मक रूपमा धेरै सफा रहेछ। यहाँका सचेत जनता, सचेत नगरवासीहरूको आपसी सहयोग सहकार्यमा यहाँले सरसफाइलाई तुलनात्मक रूपमा मेन्टेन गरेकै पाइयो र अब एकपल्ट वडाहरू बिचमा चाहिँ सरसफाइमा प्रतिस्पर्धा हुनु पर्ने थियो। हामीले 1 देखि आज 6 नम्बरमा आउँदाखेरि सबै वडामा यो किसिमको देखिया छैन। कतिपय वडाहरूले सुधार गर्नुपर्ने छ र आज यो किसिमको हाम्रो अभियान चाहिँ एउटा सांस्कृतिक मात्र हो। हामीले एक दिन यहाँ आएर सरसफाइ गरेर यो वडा यो टोल सफा हुँदैन। तर यस किसिमको कार्यक्रम र यसमा जति यहाँका टोलवासी वडावासीहरू सहभागी हुनुहुन्छ, यसबाट चाहिँ एउटा सचेतना विस्तार हुन्छ भन्ने हाम्रो अभिप्राय हो। यहाँ चाहिँ विद्यार्थीहरू देखिनुहुन्छ, यहाँका चाहिँ युवाहरूले थाहा पाउनुहुन्छ, सामाजिक संस्थाहरूले, टोखा नगरपालिकाले वडालाई नगरलाई सफा स्वच्छ राख्नको लागि र यो फोर्मुला सम्बन्धी कानुनको कार्यान्वयनको लागि चाहिँ महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। कानुन कार्यान्वयनमा प्रतिबद्ध छ र सबै सचेत हुनुपर्छ भन्ने हिसाबको चिन्ता गराउने विषय हामी यो किसिमको अभियानमा जोडेका छौँ। सदा चाहिँ यहाँको सक्रिय सहभागिताको लागि आजको लागि पनि धेरै धन्यवाद ज्ञापन गर्दै अर्को हप्ता हामी वडा नम्बर 7मा सरसफाइ अभियान सञ्चालन गर्नेछौँ र त्यसमा पनि यहाँलाई सहभागिताको लागि आमन्त्रण गर्दै आजको कार्यक्रम यही समापन भएको जानकारी गराउँछु। गाडीभित्र पानी बोक्न आउँथ्यो, मेरो नजिकै पर्छ घर। आज यहाँ आइपुगेका छौँ। अब हामी चाँडै आफ्नो आफ्नो ब्यानरहरू लिएर हामी यो 6 नम्बर वडाको साइडपट्टि ब्यानर लिएर एक पंक्तिबद्ध भएर उभिनको लागि आग्रह गरे र आफ्नो जति पनि सरसफाइ गर्ने हात हतियार छन् त्यसलाई अघि जहाँबाट लिनुभएको छ, जुन गाडीबाट लिनुभएको छ त्यहाँ व्यवस्थित गरेर राख्नको लागि पनि अनुरोध गरे। अनि यहाँ हाम्रो वडा कार्यालयभित्र पानीको व्यवस्था छ, बाथरुम टोयलेट सबै छ। यहाँलाई अलिकति हात सरसफाइ गर्न इच्छुकलाई त्यो पनि मैले भने सूचना गरेँ। रेस्टरुमहरू छ। अनि हामी 2-5 मिनटमा आजको हाम्रो यो कार्यक्रम विसर्जन गर्नेछौँ। हामीसँग जति पनि साथीहरू, पछाडिको साथीहरू अगाडि आएर ब्यानर लिएर एक पंक्तिबद्ध लाग्नको लागि मैले अनुरोध गरेँ।